साथीहरू नमस्कार। मैले केही अगाडि एउटा भिडियो राखेको थिएँ। इमेजमा केही डाटा म्यानुअली भर्दा भर्दा हैरान हुनुभएको छ भने मसँग एउटा समाधान छ है भनेर। अब त्यो चाहिँ धेरैजनाले सम्पर्क पनि गर्नुभयो, धेरैजनाले पत्याउनु पनि भएन। यो चाहिँ म यहाँ गरेर देखाउँदैछु है त। पहिला यो मेरो एउटा क्लासको मार्क्स इन्ट्रीको डाटा यहाँ मैले मार्क इन्ट्री गरिसकेको छु। अब यसलाई 0 बनाउँ पहिला। यो पनि एकैचोटि 0 बनाउन सकिन्छ। 0 बनाइसकेपछि हेर्न सक्नुहुन्छ यो सबै 0 भयो। अघि मार्क थियो। अब यसलाई म एकैपल्ट यहाँहरूलाई भरेर देखाउँछु। एकै क्लिकमा यो सबै मार्क्स, सबै विद्यार्थीको मार्क्स चाहिँ भरिन्छ। अब हेर्नुहोस् त, यो 43 जना विद्यार्थीको यो एकैचोटि मार्क्स ओके थिच्ने बित्तिकै अब यो भरेर आयो। यहाँले हेर्न सक्नुहुन्छ। यसरी नै हाजिरी, मार्क्सहरू, अरू इमेजमा जे इन्ट्री गर्नुपर्ने छ सबै इन्ट्री गर्न हामीले चाहिँ सक्छौँ। अब यसलाई हामी सेभ गरिदिउँ। सेभ गरेपछि हाम्रो इन्ट्री, एउटा क्लासको एउटा विषयको इन्ट्री एकैपटक सकियो।